विवाह गरिसकेपछि तुरुन्त मृत्यु हुने राशि, विवाह गरिसकेपछि केटा र केटी दुईटैलाई एकदमै हानि हुने राशि, अनि विवाह गरिसकेपछि दरिद्र आउने राशि कुन कुन होला भनेर तपाईको मनमा कौतूहलता छ भने यो भिडियो पुरै सुन्नु होला। शास्त्रीय प्रमाणको आधारबाट म तपाईलाई यो जानकारी गराउँछु। त्यो विवाह गराउँदाखेरि धेरै कुरा मिलाउनु पर्छ। त्यो मध्येको एउटा भकुट विचार हो। भकुटमा यदि केटा र केटीको राशि 6-8 पर्यो भनेदेखि मृत्यु हुन्छ भन्छ। केटा र केटीको राशि 9-5-3 पर्यो भने पनि एकदम अशुभ हुन्छ, हानि हुन्छ भन्छ। केटा र केटीको राशि 2-12 पर्यो भने पनि दरिद्री हुन्छ, तद्भिन्न मात्रै शुभ भनेर लेखिएको हुन्छ। तसर्थ विवाह गर्दा यो भकुटलाई बेसरी विचार गर्नुपर्छ। प्रमाण के छ भनेर तपाईको मनमा लागिरहेको छ भने मृत्यु खडाष्टके गेयो अपत्य हार निर्नवात मजे दिद्वादिसे दरिद्रत्वम दयोरन्यत्र सौख्यकृत भनेर ज्योतिषशास्त्रमा मजाले लेखिएको छ। तसर्थ यस्तो शास्त्रलाई तपाईले मानेर यसलाई फलो गरेर तपाईको विवाह गर्नुभयो भने तपाईलाई बल्ल शुभ हुन्छ। नभए कहिल्यै धनी नहुने योग पनि हुन सक्छ। तसर्थ सावधानी अपनाउनु बुद्धिमानी होला कि